भारतले नेपाल भारत सीमा क्षेत्रमा अत्याधुनिक फेस स्क्यानर मसिन लगाएको कुरालाई अहिले नेपाली आम जनताहरू र मिडियाले उठाएको देखिन्छ। हुन त भारतले आफ्नो राष्ट्रिय सुरक्षाका निमित्त लगाएको छ, उसको राष्ट्रिय सुरक्षालाई चुनौती नदियोस् कुनै पनि बाहिरी तत्त्वले भन्ने कुरालाई उसले आत्मसात गर्दै त्यो कुरा गरिरहेको छ। र नेपालले पनि यसबाट के पाठ सिक्नुपर्छ भने नेपालमा पनि घुसपैठिहरूको अहिले बढ्दो चाप भइरहेको छ। घुसपैठिहरू बाहिरबाट बङ्गलादेशी हुन् या रोहिङ्ग्या हुन् या अन्य देशका नागरिक हुन्, नेपालभित्री रहेका छन्। यस सम्बन्धी नेपालले प्रशासन र नेपाली जनताहरूले मिलेर भए पनि या सरकारले फेस स्क्यानर मसिन नेपालले पनि राख्नुपर्छ। उतापट्टि भारतको भए पनि यतापट्टि नेपालको हुनुपर्छ। दुवैतर्फ फेस स्क्यानर मसिन भएपछि दुवैतर्फका नागरिकलाई पनि सजिलो हुन्छ र अन्य बाहिरबाट आउने घुसपैठिहरू शरणार्थीहरूको स्क्यान गर्न सकिन्छ, उनको पहिचानहरू राख्न सकिन्छ। यो एउटा भारतको लागि मात्र नभएर नेपालको लागि पनि एकदम राम्रो हो। नेपालले पनि यो कुरालाई ध्यान राखेर अगाडि बढाउनुपर्छ र यो जति पनि भारतीय क्षेत्रमा नेपालको बोर्डर लाग्छ त्यो क्षेत्रमा यो अत्याधुनिक स्क्यानिङ मसिन चाहिँ लगाउनै पर्छ। यो नेपालको राष्ट्रिय सुरक्षाको विषय पनि हो र राष्ट्रियतालाई जोगाउने विषय पनि हो।